मेरो चाहिँ होइन प्लस टूमा मेरो एउटा जिग्री साथी थियो क्या होइन, हामी टुवेल्भमा चाहिँ मिल्न थालेको। अनि उसले चाहिँ भर्खरै झम्सिगलमा क्याफे खोला रहेछ क्या। अनि उसले इन्स्टामा स्टोरीहरू पोस्टहरू हालिरहेको हुन्थ्यो होइन। अनि मैले देख्दाखेरि चाहिँ होइन उसको चाहिँ होइन होला, उसको साथी होला, साथीको चाहिँ होला जस्तो सोचिरहेको थिएँ। बट उसले चाहिँ आज एक्कासी मलाई टिक्स गर्यो होइन, आउन साथीहरूतिर यसो भेट्नुपर्छ, हामी धेरै भयो नभेटेको टाइपको कुरा गर्दै थियो। अनि हुन्छ म पनि आउँछु नि त तिम्रो क्याफे भन्दा किन आउने भनेर भन्थेँ होइन। अनि फेरि उसको क्याफे चाहिँ कहाँ थिम छ भन्दाखेरि एक्ज्याक्टली झम्सिगेल होइन, वर्कसप इटरीभन्दा हल्का अगाडि सिटी भ्यू अपार्टमेन्ट छ क्या, त्यहाँ चाहिँ रहेछ। अनि म चाहिँ उसलाई भेट्न जाँदैछु है। सो यो चाहिँ सिटी भ्यू अपार्टमेन्ट भयो होइन। अनि हाम्रो क्याफे चाहिँ उयो छ है, द ड्रिङ्कर्स नेपालको तलपट्टि। ओ हाउ छ के छ कहाँ के तिमी यार? सो यहाँ चाहिँ अहिले हाम्रो साथीको चाहिँ कामहरू भइरहेको छ होइन। अनि न्यु इयरको बेला हो नि त, साँझमा चाहिँ नाइटदेखि चाहिँ आजै रेडी भएर बस्छ होला होइन। आज चाहिँ न्यु इयरै भनौँ न। अनि यहाँ यो चाहिँ क्याफे भइहाल्यो होइन। सो क्याफे प्लस कफी हब होइन। अनि यहाँ चाहिँ खाजाहरू सबै तरिकाको बन्छ मिठो चाहिँ। अनि मेरो साथीको सो जिन पनि पुरै मेन्टेन छ है फेरि। सो यहाँ चाहिँ होइन यो वाल पनि छ कि। अनि यो वालमा चाहिँ स्क्रिनिङ हुन्छ है फुटबल फ्यान्सहरूको लागि। अनि हाम्रो अनर पनि फुटबल फ्यान हो है ठुलो। पार्किङको लागि चाहिँ हाम्रो यताबाट छ है बाटो चाहिँ जुम होइन, यहीँबाट हो यहाँबाट छिर्नुपर्छ हिङ हुवा भन्ने लेखेको छ नि होइन। यहाँबाट चाहिँ छिर्नुपर्छ होइन। अनि सो यहाँबाट पार्किङ चाहिँ यहाँले हिङ हुवा ल्याङ्ग्वेज ट्रेनिङ इन्स्टिट्युट छ। अनि यही हो है पार्किङ, यहाँबाट छिर्ने है फेरि पार्किङ।